त्यत्ते बीज नानी बढ त्यो तालुमा त नथिचिकन लगाइदिनु नि फेरि त्यत्ते बीज अलिअलि त थिच्नु परेन छोरी यो तालु थिचे पो तालुभित्र तेल जान्छ यहाँ गिलो छ यहाँ तालु त्यो गिलो भएर त बेसरी थिच्नु हुन्न भनेको नि दुख्ने गर्दा थिच्ने होइन नि त जान त तेल जानु परेन त यो तालु जति तेल हाल्यो त्यति यो तालु पुरिन्छ रे क्या अनि पुरिएपछि बच्चा पनि छिटो बोल्छन् रे तेलले तालु पुरिन्छ विकास हुँदै गएपछि आफै पुरिन्छ नि अचम्मको कुरा गर्नु विकास हुँदै पुरिनी त त्यो भिन्नै ठाउँमा छ तर यसले राम्रो गर्छ छिटो हुन्छ भन्थे हाम्रो के अरे आमाहरूले अब सासूहरूले त्यसो भन्नुहुन्थ्यो अब खै थाहा भएन हामीले त त्यही गर्यौँ होइन कि मम्मी बच्चाको यो तालु त असाध्यै नरम हुन्छ कि अनि दिमागको पनि नजिकै हुन्छ यहाँ असर पर्यो भने त बच्चाको दिमागको विकास शरीरको विकासमा पनि असर पुग्छ नि त त्यसैले गर्नु हुँदैन बेसरी त हामीलाई त यस्तो थाहा थिएन नि त छोरी खोइ हामीलाई पहिले सासूहरूले सिकाउनु भएन अनि के थाहा छैन तिमीले सिकायौ अब हामीले जान्यौँ अब गर्दैनौँ सबै आमाहरूले यस्तो नगर्नु होला मैले त थाहा नपाएर गरेँ अब गर्दिनँ